एकजना साथीले चाहिँ यहाँनिर यसरी पोस्ट गर्नुभएको रहेछ। यो जुनसुकै भिडियोमा पनि मेरो कपिराइट लागिरहेछ, जुनसुकै गीतमा भिडियो बनाए पनि कपिराइट लाग्छ, यो चाहिँ कसरी सही गर्न सकिन्छ कसैले थाहा छ भने मलाई मेन्सन गर्नु होला भनेर उहाँले चाहिँ पोस्ट गर्नुभएको रहेछ। मैले चाहिँ यो उहाँको लागि भिडियो बनाउँदैछु र तपाईँहरूलाई पनि कपिराइटले हैरान पारेको छ भने म तपाईँलाई एउटा आइडिया सिकाउन गइरहेको छु। यहाँनिर मोबाइल स्क्रिन हेर्नु होला। यहाँनिर चाहिँ यसरी फेसबुक खोल्नु होला। फेसबुक खोलिसकेपछि रिल हाल्ने ठाउँमा तपाईँले यहाँनिर प्लस आइकनमा क्लिक गरेर रिल्समा क्लिक गर्नु होला। मैले चाहिँ रिल बनाउन गइरहेको छु। तपाईँले भिडियो बनाउन चाहनुहुन्छ भने पोस्टमा क्लिक गर्नु होला। तरिका एउटै रहनेछ र यहाँनिर रिल बनाउन चाहेको अथवा भिडियो बनाउन चाहेको भिडियोलाई चाहिँ तपाईँले क्लिक गर्नु होला। मैले चाहिँ यहाँनिर एउटा भिडियो लिएँ। यसरी क्लिक गरिसकेपछि यहाँनिर अडियो लेखेको छ, यो अडियो लेखेको ठाउँमा चाहिँ तपाईँले क्लिक गर्नु होला र यहाँनिर सर्च म्युजिक लेखेको छ। यसमा चाहिँ तपाईँले जुनसुकै तपाईँले भिडियो बनाउन चाहनुभएको गीतलाई चाहिँ तपाईँले सर्च गरेर यहाँबाट चाहिँ गीत राखेर तपाईँले यहाँनिर क्यामेरा अडियो लेखेको छ, यो तपाईँले बोलेको अथवा भिडियोको ओरिजिनल अडियो चाहिँ त्यसमा छ र यो तलको चाहिँ तपाईँको गीतको अडियो कत्रो आवाज चाहिँ कत्रो बनाउने भनेर यहाँनिर तल माथिको तपाईँले मिक्स गरेर अथवा तलको मात्रै अथवा माथिको मात्रै चाहिँ तपाईँले यहाँनिर मिलाउन सक्नुहुन्छ। यो तपाईँको इच्छा अनुसार रहनेछ र जति सकिन्छ तपाईँले क्यामेराको साउन्ड अथवा अरू कोही गीत छ भने माथि यो क्यामेरा अडियोलाई 0 गर्नु होला र यहाँनिर तल गीतको फुल गर्नु होला र यहाँनिर नेक्स्ट गरिदिनु होला। र यहाँनिर नेक्स्ट गरिसकेपछि यहाँनिर तपाईँले यसरी तपाईँले के लेख्न चाहनुहुन्छ त्यो लेखेर यहाँनिर सबै सेटिङहरू मिलाएर तपाईँले पोस्ट गर्नुभयो भने तपाईँले चाहिँ कपिराइट लाग्ने सम्भावना हुँदैन। तपाईँले चाहिँ बाहिर अरू भिडियो एडिटरमा अथवा बाहिर टिकटकमा कतै तपाईँले गीत जोइन गरेर तपाईँले गीत अलरेडी एडिट गरेर तपाईँले पोस्ट गर्नुभयो भने त्यसमा चाहिँ तपाईँको कपिराइट लाग्छ। डाइरेक्ट यहाँनिर फेसबुकबाटै तपाईँले तानेर हाल्नु भने लाग्दैन।